आदरणीय दर्शकवृन्दहरू, आजको यस भिडियोमा हामीले तपाईलाई जानकारी दिनेछौँ। यदि तपाईले सपनामा सर्प देख्नुभयो भने यसको अर्थ के हुन्छ त? यो सपनामा सर्प देख्नु शुभ हुन्छ कि अशुभ हुन्छ? तपाईले सपनामा सर्प देख्नुभयो भने तपाईलाई धन आउँछ कि खतरा हुन्छ? कुन कलरको कस्तो रङको सर्प तपाईले देख्नुभयो भने कस्तो फल तपाईलाई प्राप्त हुन्छ? सानो सर्प देख्नुभयो भने कस्तो फल प्राप्त हुन्छ? ठुलो सर्प तपाईले सपनामा देख्नुभयो भने कस्तो फल प्राप्त हुन्छ? लगायत सपनामा सर्प देख्नु सम्बन्धी सम्पूर्ण कुराको जानकारी हामीले तपाईलाई यसै भिडियोबाट तपाईलाई दिनेछौँ। त्यसैले भिडियो स्किप नगरे अन्त्यसम्म हेर्नुहोला। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नछुटाउनुहोस्, किनकि हामीले अपलोड गरेका यस्तै भिडियोको नोटिफिकेसन सबैभन्दा छिटो प्राप्त गर्नको लागि। अब भने लागौँ आजको विषयतर्फ। आज हामी कुरा गर्दैछौँ सपनामा सर्प देख्दाको अर्थ के हुन्छ त? सर्पको सपना धेरै मानिसहरूले देख्ने गर्दछन्। हाम्रो धर्मशास्त्र त्यसै गरी लोकविश्वास अनुसार सर्पको सपनाको धेरै अर्थ हुने गर्दछ। यदि तपाईले सपनामा शान्त अवस्थामा सर्प देख्नुभयो भने यसले तपाईलाई धन लाभ वा सफलताको सङ्केत तपाईलाई दिने गर्दछ। अर्थात् तपाईले नयाँ अवसर प्राप्त गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत तपाईलाई मिल्ने गर्दछ। तर यदि तपाईले सपनामा सर्पले आफूलाई टोकेको सपना यदि तपाईले देख्नुभयो भने तपाईँ कुनै ठुलो समस्यामा पर्दै हुनुहुन्छ, शत्रुबाट तपाईलाई धोका हुँदैछ, कुनै नराम्रो व्यक्तिले तपाईलाई फसाउन खोज्दैछ भन्ने कुराको सङ्केत तपाईलाई मिल्ने गर्दछ। त्यसैले तपाईलाई सपनामा सर्पले टोकेको सपना देख्नुभयो भने यसबाट भने सचेत रहनु जरुरी रहन्छ। त्यसै गरी तपाईले यदि सपनामा सर्पलाई मार्नुभयो भने यसको अर्थ तपाईले आफ्नो समस्या शत्रुमाथि विजय प्राप्त गर्नुभयो भन्ने कुराको सङ्केत तपाईलाई मिल्ने गर्दछ। सपनामा सर्प मार्नु एकदमै राम्रो र शुभ फल मान्ने गर्दछ। त्यसै गरी तपाईले सपनामा धेरै सर्पहरू देख्नुभयो भने मानसिक तनाव वा जीवनमा डर रहेको सङ्केत पनि तपाईलाई हुने गर्दछ। तर याद राख्नुहोस्, सपना हाम्रो मनको अवस्थामा पनि हुन सक्छ। तर डर, चिन्ता, तनाव हुँदा पनि यस्तो समस्याहरू तपाईलाई आउने गर्दछ। सपनामा तपाईले पहेँलो त्यसै गरी सुनौलो रङको सर्प देख्नुभयो भने तपाईलाई राम्रो हुँदैछ, धन लाभ हुँदैछ, अत्याधिक तपाईले सफलता प्राप्त गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत पनि तपाईलाई मिल्ने गर्दछ। सेतो सर्प तपाईले देख्नुभयो भने पनि यसको फल तपाईलाई शुभ हुने गर्दछ। हाम्रो प्रस्तुति तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर सदाभाव उपस्थित हुनेछौँ। तबसम्मको लागि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अहिले भने बिदा हुन्छौँ। नमस्कार।